नागरिकको हैसियतले भन्छु होइन, सहीलाई सही र गलतलाई गलत। राजाको पालामा कतिपय साथीहरूले भन्थ्यो के, राजाको पालामा अरे बुटोलदेखि नेपालगञ्जदेखि नुन बोकेर खाइन्छ भन्नुहुन्छ क्या। हो, ठिक छ, राजाको पालामा त्यो अवस्था अनुसार हुन्छ। कुनै दिनमा नेपालले पनि जापानलाई, कोरियालाई त्यहाँ सहयोग गर्थ्यो। अहिले के नेपालले कुन देशलाई सहयोग गरेको छ? नेपाललाई अहिले सहयोग होइन, नेपालले सहयोग होइन, नेपालले भिख माग्न पर्ने अवस्था छ। थाहा छ नि हजुरलाई? हिजोको दिनमा त्यही जापान, कोरियालाई सहयोग गर्ने देश नेपाल अहिले त्यहाँ गएर कृषि, त्यहाँ गएर श्रम बेचिरहेको छन्। हजारौँ नेपाल त्यही जापानलाई जानको लागि 20-22 लाख रुपियाँ तिरेर पनि मान्छे खुसी भएर बाध्य भएर जानुपर्छ। खोइ त, राजाको पालामा विभिन्न किसिमका उद्योग कल कारखानाहरू थिए। अहिले नेपालमा भएको कल कारखानाहरू पनि नेताहरूले बेचेर खाए। यो कुरा चाहिँ सत्य चाहिँ हो कि होइन? सत्य कुरा चाहिँ पच्नुपर्छ क्या। सही के हो गलत के हो त्यो छुट्याउनु पर्छ। यदि राजाको पालामा रोडहरू गाउँघरमा थिएन अरे, ठिक छ, अहिले गाउँघरमा रोड खनेर के मान्छे सन्तुष्टि छन् त? गाउँघरमा अहिले मान्छे रोड भए तापनि के गाउँमा रोडहरू अहिले यस्तो छ कि युवाहरू गाउँबाट त्रिभुवन एयरपोर्टबाट घर ल्याउनको लागि मात्रै रोड खनिरहेको छ। अहिले गाउँमा केही विकास अरू केही छ? विकासको नाममा एउटा रोड छ होइन। दोस्रो कुरा के छ भन्दाखेरि नेपालमा, ल ठिक छ, गाउँमा रोड गयो अरे, कुनै मान्छेले गाडी किन्यो, गाउँमा गाडी चढ्ने मान्छे देख्नु भएको छ? कुनै मान्छेले पूर्व पश्चिमको राजमार्गमा एउटा नाइट हाल्यो, बुटोलदेखि काठमाडौँ, नेपालगञ्जदेखि काठमाडौँ, धनगढीदेखि, अहिले नाइटमा मान्छे चढ्ने छैन। अनि त्यहाँ यातायातका व्यवसायहरूको कुरा कसैले सुन्छ? अनि चढ्ने मान्छेहरू छन्, तिनी व्यवसायहरू बाध्य भएर विदेश जानुपर्छ। खोइ देशमा रोजगार